हामीले फर्काउनको लागि यो अभियान सुरु गरेको, यो आन्दोलन सुरु गरेको र यो जनताको जनविद्रोह हो। र 25 गते श्रीपाद महाराज धिराज ज्ञानेन्द्र वीरविक्रम शाहदेव पोखराबाट मौसम सरकार सवारी हुँदैछ। त्यो सवारीमा पनि 25 गते एयरपोर्ट कब्जा गरेर हामीले मौसम सरकारको चाहिँ निवासमा भित्राएर हामी आन्दोलनको घोषणा गरेर त्यस पछाडि हामी आन्दोलनमा अघि बढेर तस्कर जति, भ्रष्ट जति, दलाल जति, यी मारवाडीका पार्टनर जति, यी देशमा मात्र हामी छोड्नको लागि यो अभियान सुरु गरेको। यो अभियान चान्चुने अभियान होइन। यो अभियान, यो आन्दोलनले हार्यो भने नेपाली नागरिक र नेपालले हार्छ। नागरिकहरूलाई एकजुट भएर अघि बढ्नलाई म आह्वान गर्छु र 25 गते दिनको 2 बजी महाराज धिराजको सवारी हुँदैछ। त्यो सवारीमा आइदिनलाई सम्पूर्ण नेपालीहरूलाई चुले निम्तो गर्छ। आन्दोलन होइन, आम नागरिकहरूको आन्दोलन हो। राजावादी होइन, राष्ट्रवादी होइन। राजेन्द्र लिङ्गदेनजी आउनुभयो, खुसीको कुरा हो। हाम्रो धवल राई आउनुभयो, खुसीको कुरा हो। अब हामी एक भएर राष्ट्र संस्थालाई स्थापित गर्नुपर्छ। कुरा बुझ्नुभयो? त्यो कुरा राष्ट्र संस्था छिटै ल्याउने। तपाईहरू सबै नागरिकको सहयोग भएपछि राष्ट्र संस्था सिधै स्थापित हुन्छ। अब नेपालीको बलमा परिवर्तन हुन्छ साथीहरू। यसमा ढुक्क हुनुहोस्। जहाँ गणतन्त्र हुँदैन, जहाँ धर्मनिरपेक्षता हुँदैन, जहाँ संघीयता हुँदैन, नेपाल र नेपालीको लागि नेपालीले शासन गर्ने व्यवस्था हुन्छ। विदेशीको इसाराबाट हुँदैन। अब म धेरै कुराहरू गर्दिनँ। साथीहरू थाक्नु भएको छ। सबै नेताहरू, विभिन्न सामाजिक क्षेत्रदेखि सबैका साथीहरूलाई सबैलाई हार्दिक म कृतज्ञता ज्ञापन गर्दै धन्यवाद दिन्छु। 25 गतेको लागि मेची काली हल्ला छ, मेची काली हल्ला छ, मेची काली हल्ला छ। हाम्रो राजा हाम्रो देश, हाम्रो राजा हाम्रो देश, हाम्रो राजा हाम्रो देश। मेची काली हल्ला छ, मेची काली हल्ला छ, मेची काली हल्ला छ। सम्पूर्ण सहभागी साथीहरूलाई, राष्ट्रवादी मित्रहरूलाई मोरी 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 धन्यवाद।